हैन सिस्नो चाहिँ मैले पकाएको अनि साग पनि मैले पकाएको गाईहरु पुरा सिस्नो बन्दैछ सिस्नो खाना खाँदा एकदम मिठो लागेर थप्ला गाईहरु यहाँ छ भात डेक्चीमा पकाएको सागमा पुरा सिस्नो र अनि साग लाई चाहिँ टक्क आज खाइयो धेरै वर्ष पछाडी खुर्सानीले पसिना निकाल्दियो एक थाल भन्दा पनि दुई थाल जति भात खाइयो साथीहरु यत्रो भात खाइयो गाइजहरु हेर्नुस् त नमस्ते सबैजनालाई मेरो युट्युब च्यानल जन्मभूमि ब्लग युट्युब च्यानलमा सबैजनालाई स्वागत गर्छु यो तपाईहरु पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आरामै छु आज चाहिँ मेरो खाना अब हुन त अब हामी गरेको खानामा के चाहिँ हुन्छ र सिस्नो छ अनि खुर्सानी छ त्यसपछि हरियो खुर्सानी भयो अनि यो चाहिँ फर्सीको मुन्टा छ है अनि यो च्याख्लाको भात भन्छौं हामी चाहिँ यो चाहिँ म खाना गइरहेको छु साथीहरु आजको खाना यस्तै छ गरिब दुखीको घरमा के हेर्न अब अरु मिठो मिठो खानेकुराहरु पाक्दैन सो छोटो मिठो भ्लग लिएर आएको छु मैले धेरै दिन पछाडी है अब टक्क म चाहिँ खाएर हेर्ने कस्तो भएछ आज टेस्टी धेरै टेस्टी बनेको छ अब धेरै वर्ष पछाडी खान पाइयो च्याखलाको भात र अनि सिस्नुको तरकारी टक्क यसरी मुछेर यस्तो बवाल भएको छ साथीहरु अलि पिठो चाहिँ कम हालेछ खाना चाहिँ मैले पकाएन सिस्नो चाहिँ मैले पकाएको अनि साग पनि मैले पकाएको हामीलाई प्रकृतिले अद्भुत कुराहरु दिएको छ यो स्वास्थ्यको लागि पनि एकदमै लाभकर धनी मम्मीहरुलाई त अब धनी मम्मीहरुलाई त यस्तो खानेकुराहरु खासै मन पर्दैन हामी चाहिँ अब साग र सिस्नो त हरियो परे पनि खानुपर्छ कहिलेकाहीँ ब्लग चाहिँ छोटो लिएर आएको छु मैले लगभग 3-4 मिनेटको बन्छ होला लामो ब्लग बनाउँदिन म बैना पनि खाऊ हैन अनि बैना बिस्तारै खाऊ बिस्तारै मलाई चाहिँ यस्तो कुराहरु एकदम खान मन लाग्छ है कोदोको ढेँडो फापरको साग अनि त्यसपछि अब सिस्नो भयो ए नानी के गरेको दूर नानी ओ नानी दूर नगर
एक थाल खाइसक्दा पनि मुख नउ हुने के। स्वास्थ्यको लागि एकदमै लाभकर। खुर्सानी चाहिँ अलिअलि कल्लो रहेछ। के गर्नु भएको नानी? खाँदा खाँदा एकदम मिठो लागेर थप्न आएको गाईहरू यहाँ छ। भात डेक्चीमा पकाएको छ आगोमा। मैले चाहिँ एक थाल सिद्ध्याएर होइन, एक थाल यो मकैको भात र अनि सिस्नो सिद्ध्याएर फेरि थप्नको लागि आइरहेको छ यहाँ भित्रतिर। अनि यो क्यामेरा समाउन अप्ठ्यारो भएर यो काखीले चेप्लिरहेको हल्का हल्का यो हात पनि आइरहेको छ, जुठो हात पनि आइरहेको होला। त्यसलाई चाहिँ अप्ठ्यारो नमान्नु होला होइन। अब 2 चोइली जति चाहिँ खाइन्छ होला जस्तो लागिरहेछ। मुख यति मिठो लागिरहेछ नि यो मकैको भात। यसो नयाँ मकैको भात हो यो। अनि त्यसपछि अब यो सिस्नो त भइहाल्यो। अनि त्यसपछि यो फर्सीको मुन्टा अनि सँगसँगै अब यति टेस्टी लाग्यो। म धेरै दिन पछाडि खाएर हो कि अथवा त्यस्तो के हो, हुन त पहिला हामी सानोमै मकैको भात खाएर हुर्केको, ढेँडो खाएर हुर्केको मान्छेहरू हो होइन। एकदमै मिठो लाग्छ होइन यिनीहरू खानाहरू। त्यो चामलको भात अब त्यस्तो 84 व्यञ्जन भन्दा त हाम्रो लागि त यति धेरै मिठो हो। यो साग, फर्सीको साग अनि यो खुर्सानी, यो चाहिँ लोकलै हो हुन चाहिँ, तर अलि यो विकासी जस्तै छ। त्यति धेरै पिरो चाहिँ छैन होइन, तर मलाई चाहिँ ठिक लाग्छ। अब भित्रपट्टि लगाएर अनि माछा पनि रहेछ क्या, बेलुकाको माछा यहाँनिर। बेलुकाको माछा चाहिँ मैले सिन्धुलीबाट लिएर आएको थिएँ। लोकल माछा यो सिन्धुलीको गौमती खोलातिर कता मारेको, गौङ खोलातिर मारेको माछा मैले चाहिँ आइस हालेर लिएर आएको थिएँ। अनि उतै केलाएर टक्क दामी बनाएर राखेको रहेछ त्यो हाम्रो उहरूले, जाल खेल्ने दाईहरूले। अनि टक्क त्यहाँबाट लिएर आएको थिएँ। अनि बेलुका पकाएर खाइयो मजाले। अलिकति बाँकी छ, अलिकति चाहिँ केटाकेटीहरूलाई अनि घरको बुढीलाई, अनि अरू चाहिँ म आदि खाँदैछु। अब सुरु हुँदैछ फेरि अर्को लट। पछि खलखल बनाइ खाने हो। मकैको भात दिनै पछि खानु पायो भने त के गर्नु। मकै भात हुन त अब अलि बार चाहिँ खानु पर्यो। माछा भन्दा पनि सागै टेस्टी छ। सुँगुरको साग अब चाहिँ फाइनली अन्तिम रूपमा बसेको छ। यति एकदमै औषधिजन्य पदार्थहरूले भरिपूर्ण सिस्नो र अनि सागलाई चाहिँ टक्क आज खाइयो धेरै वर्ष पछाडि। ढेँडोहरू, कोदोको ढेँडोहरू त खाइरहन्छ, तर यो चाहिँ खाएको छैन, त्यति धेरै भएको थियो नखाएको। एकदमै राम्रो काम गर्छ, एकदमै स्वास्थ्यको लागि लाभकर मानिन्छ यो मकैको च्याख्लाको भात र अनि मकैको पिठो लगाइएको छ। गुलियो नि गुलियो छ क्या, भात पनि एकदम मिठो नयाँ मकै हो यसपालिको। यो चाहिँ मम्मीले ल्याइदिनु भएको रहेछ माथि मेरो मम्मीले। अनि यो सिस्नो पनि लामपनबाट सिस्नो पनि, अनि यो पनि फर्सीको मुन्टा पनि मम्मीले ल्याइदिनु भएको।
यत्रो भात खाइयो गाइजहरू हेर्नुहोस् त भएपछि खाइए हात चाट ल जा कस्तो लाग्यो ब्लग लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला जन्मभूमि ब्लग युट्युब च्यानललाई भिडियो पुरा हेरिदिनु भएको धेरै धेरै धन्यवाद हस्त नमस्ते बाबा टेक केयर सबैजनालाई फेरि अर्को भिडियो भेटौँला नमस्ते सबैजनालाई